हेलो साथीहरू, आज ओदारा जाने भनेर टक्क त्यो हाकोनी जाने भनेर कालो अन्डा हेर्न जाने भनेर म आइसकेको छु। भर्खर ट्रेनबाट झरेको छु। यहाँ बाजे हुनुहुन्छ, यहाँ रिसोले मरेको छ होइन। त्यही भएर एकदम साथीहरू छ अगाडि। अब जानु पर्नेछ। यहाँ मैले पैसा भरेको छैन कि, एकछिन पैसा भरेर एकछिन अगाडि जानु छ। एकछिन इको काम चार्ज गर्नु छ होइन। त्यस पछाडि मात्रै जाने हो। म एकदम मन हुन्छ नि, त्यो एकदम प्रफुल्ल भइरहेछ क्या मेरो मन। अहिले पछि देखाउँछु तपाईँलाई सिन। मैले म चाहिँ हाकोनी जाने ट्रेन चढिसकेको छु। अनि यो हाकोनी जाने ट्रेन हो। यहाँबाट त्यो कालो अन्डा फुनीहरू चढेको देखाउँछु तपाईँलाई। एकदम मन खुसी भएको होइन। यसरी टक्क हाकोनी राम्रो छ। म हाकोनी जाने भनेर आएको थिएँ। अब हाकोनीको यो फेरि नोरिखाइ गर्दैछु क्या। यो ट्रेनबाट नोरिखाइ गर्दैछु। अब अर्को जोडिएको थियो। ट्रेनको सिटै नभएर खत्तम भयो। यस्तो हुन मात्रै छ क्या। हामी 40 मिनट जाँदैछौँ। टक्क मजा आइरहेछ यार, मजा दिइरहेछ। ट्रेनमा टक्क बाहिर यस्तो छ, रमाइलो छ। जेस जङ्गलमा रहेछ, बाहिर जङ्गल छ। यस्तो दामी क्या। हामी चाहिँ गोरा आइसकेको थियौँ। गोराबाट यो केबल कार चढेर माथि जानुपर्छ। गोराबाट यो बिस्तारै हामी माथि रोपवे चढ्ने ट्रेन माथिबाट तल आइसकेको छ। हामी यसमा चढेर चाहिँ अब माथि जाने हो। माथि गइसकेपछि त्यो विभिन्न किसिमका त्यो जुन ज्वालामुखी जाने ठाउँ, त्यस्तो ठाउँ देख्न पाइन्छ माथि। रोपवे चढेर अब केबल कार चढ्ने हो। यहाँबाट केबल कार चढेर माथि त्यो बाफा हुने ठाउँ, जुन यहाँको प्रसिद्ध ठाउँ हो, युमेन तोकोरो da cara sokoneriyaku ittekimasu. केबल कारमा चढिरहेको छु। फाइनली केबल कार पहिलोपटक गर्दैछु। फर्स्ट टाइम एकदम रमाइलो भयो। एकदम रमाइलो छ। ब्ल्याक हिप लेखेको छ। मैले यो कालो अन्डा लिइसकेको छु। एकछिन पछाडि खानेछु। कस्तो हुन्छ त्यो स्वाद तपाईँलाई भनेछु। पहिलोपटक आएको, एकदम रमाइलो छ। त्यस्तो छ ठाउँ। यहाँ आएर पनि अब फर्किने अन्डा खाइयो। अन्डा उही सेम जस्तो अन्डा त्यस्तै हो। त्यो बोक्रो मात्रै कालो रहेछ, अरू सब उस्तै छ। अन्डाको स्वाद अरू केही छैन होइन। त्यही हो, यता यस्तो छ। अन्डा पनि खाएर आयो। अब केबल कारमा तल फुनी चढ्न जाँदैछु। त्यस पछाडि फुनीको यात्रा पनि रमाइलो हुनेछ भन्ने आस्था गरेको छु। त्यस पछाडि तपाईँहरूलाई देखाउनेछु पछाडि। माथि त्यो रोपवे चढेपछि तल आइसकेको छु म। यो फुनी चढ्ने टक्क लाएर रमाइलो छ। अब भित्र जान लाग्छु। भित्र जाँदैछु।
तपाईँ माथि जाने हो अब माथि गएर भ्यू देखाउँछु एकदम एक्साइटिङ भइरहेछ कि उत्साहजनक नै भइरहेछ यात्री जहाज एकछिन यो तालमा चाहिँ चलिसकेको छ माथि बसेको छु यसरी माथि देख्न सक्नुहुन्छ जाडो निकै जाडो बढेको छ र पनि